हेलो 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 नमस्ते गुड मर्निङ है सबैजनालाई। हाम्रो चाहिँ यहाँ हाम्रो यता उत्पादन भएको सीता केच्याउ है, यो औषधि गुणले भरिपूर्ण भएको एकदम राम्रो, खानलाई मिठो। हाम्रो यो जिउ दुखेको एकदम राम्रो, सबै ठिक हुन्छ, राम्रो छ यो एकदम। हाम्रो नुवाकोट शिवपुरीमा उत्पादन भइरहेको छ यो च्याउ। कसैले चाहिएको छ भने सम्पर्क गर्नुहोला, हामी गाउँदेखि सहरसम्म डेलिभरी गरिदिन्छौँ। सीता केच्याउ है, यो चाहिँ सीता केच्याउ। यो चाहिँ यसको चाहिँ गुण चाहिँ के भनेदेखि एक वर्ष एकचोटि हामीले लगानी गरिसकेपछि वर्षौँसम्म फल्छ यो, राम्रो छ। किनकि यो चाहिँ औषधीय गुणले भरिपूर्ण भएको यो किनकि अलि अरू च्याउको तुलनामा महँगो नि छ हैन, महँगो त्यस्तो महँगो नि छैन, तर किनकि यो चाहिँ औषधि गुणले भरिपूर्ण छ, राम्रो छ यो चाहिँ। अब चिन्नीले खानुहुन्छ नचिन्नीले चाहिँ यो चाहिँ खासै त्यति गर्नु हुँदैन, राम्रो छ, लिनु होला। कसैलाई चाहिएको छ भने चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ 9767 65 52 84 मा। तपाईँहरूलाई धेरै त्यस्तो क्वान्टिटी त हुँदैन, थोरै थोरै हुन्छ। हाम्रो 3-4 केजीसम्म निस्किन्छ। हामी काठमाडौँसम्म डेलिभरी गरिदिन्छौँ। कसैलाई चाहिएको छ भने सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो यो चोमाइला स्याङदन टिकटक च्यानलमा पनि छ, भुपुसैनी अर्ग्यानिक फार्ममा पनि भिडियो छ, हेर्नु होला। यसको चाहिँ हामीले उत्पादन गरेको भिडियो पनि त्यसमा राखेका छौँ, हेर्नु होला। हामीले सम्पर्क गर्न सक्नुहुन्छ चाहिएको खण्डमा। र एकपटक हामीले लगानी गरेपछि यो चाहिँ वर्षौँसम्म फल्छ, यो राम्रो छ। अरू यो कन्या च्याउहरू चाहिँ एकचोटि रोपेपछि लगभग 1-2 महिना पछि सिद्धिन्छ, तर यो चाहिँ त्यस्तो हुँदैन। यसको चाहिँ अलि लगानी नि बढी लाग्छ, तर आम्दानी नि बढी आउँछ, राम्रो छ यो। हामीले यो खान्छौँ, आवश्यक परेको ठाउँमा हामी मागअनुसारको डेलिभरी गरिदिन्छौँ। धन्यवाद।